20-21 दिनकै अन्तरालमा हेर्ने हो भने लगभग 241 जना चाहिँ डेङ्गु सङ्क्रमितका नयाँ बिरामीहरू चाहिँ भेटिसकेको अवस्था छ र सबैभन्दा धेरै चाहिँ 182 जना चाहिँ यो बागलुङ नगरपालिकाभित्र मात्रै छ र यो अवस्थालाई मध्यनजर गरेर अहिलेबाट मात्रै होइन हामीले असार महिनादेखि नै डेङ्गुसँग सम्बन्धित विभिन्न प्रचार प्रसारका कार्यक्रमहरू खोज र नष्टसँग सम्बन्धित कार्यक्रमहरू चाहिँ हामीले आयोजना गर्दै आइरहेका छौँ र अहिले पनि बागलुङ नगरपालिका स्वास्थ्य शाखा विभिन्न वडाका वडा अध्यक्षज्यूहरू टोल विकास समितिका सदस्यज्यूहरू टोल विकास समितिका चाहिँ अरू व्यक्तित्वहरू जनप्रतिनिधिज्यूहरू सुरक्षा निकाय हैन त्यसपछि हाम्रो नगर प्रहरीहरू विभिन्न उद्योग वाणिज्य सङ्घ विभिन्न सरकारवालाहरूलाई हामीले चाहिँ एउटा के अरे बैठक पनि राख्यौँ उहाँहरूलाई यो अहिलेको अवस्थाको बारेमा जानकारी पनि गराएका छौँ विभिन्न सञ्चार माध्यममा चाहिँ सूचनाहरू प्रवाह पनि गरिरहेका छौँ सामाजिक सञ्जालहरूमा त्यसपछि विद्यालय स्वास्थ्य शिक्षा पनि हामीले विद्यालयमा पनि गएर स्वास्थ्य कर्मीहरूले चाहिँ कक्षाहरू लिइराख्नु भएको छ डेङ्गु सम्बन्धी र अहिले हामी चाहिँ साङ्केतिक रूपमा कुनै हप्ता एउटा वडामा कुनै हप्ता अर्को वडामा गरेर हामीले यो लामखुट्टेको वासस्थान खोज्ने र नष्ट गर्ने त्यसलाई हामीले चाहिँ खोज र नष्ट गर भनेर भन्छौँ लामखुट्टेले जहाँ चाहिँ आफ्नो वासस्थान बनाएको छ जहाँ चाहिँ आफू लामखुट्टे बस्छ जहाँ अन्डा पार्छ त्यहाँबाट चाहिँ फेरि त्यो अन्डाबाट अरू लामखुट्टे चाहिँ जन्मिने भएकोले र एउटा डेङ्गु भएको लामखुट्टेले पारेको अन्डाबाट सबै लामखुट्टे फेरि डेङ्गु नै भएको डेङ्गु नै सार्न सक्ने खालको लामखुट्टे जन्मिने भएको भएर त्यो खोज र नष्ट अभियानमा चाहिँ हामी लागिरहेका छौँ ती जीवहरूलाई नै सक्रिय बनाएर त्यहाँको स्वयंसेविकाजीवहरू टोलवासीहरूलाई नै सक्रिय बनाएर चाहिँ हामीले खोज र नष्ट गर्ने अभियान चाहिँ सञ्चालन गर्दैछौँ मुख्य यसमा ध्यान दिनुपर्ने कुरा भनेको पानी जम्न नदिने किनभने डेङ्गुको लामखुट्टे भनेको सफा र जमेको पानीमा बस्ने त्यहाँ अन्डा पार्ने भएको हुनाले पानी जम्न नदिने जमेको पानीहरूलाई चाहिँ पल्टाएर चाहिँ के गर्ने भन्दा बगाउने होइन गमलाको प्लेटहरू चाहिँ फेर्ने पानी सफा गर्ने कुलरहरू होइन अब ड्रागन फ्रुटहरू लगाउनु भएको छ त्यो टायरमा पानी जम्न नदिने होइन पूजा गर्ने त्यहीँ त्यो फुल के अरे त्यो पूजा गर्ने अङ्खरामा चाहिँ पानी हुन्छ त्यहाँ पानी जमाएर नराख्ने दिनदिनै चाहिँ सफा गरिराख्ने यस्ता कुराहरू हामीले सिकाइरहेका छौँ र बिहान बेलुकाको समयमा सकेसम्म घर बाहिर हिँडुल नगर्ने फुल बाहुला भएको सुरुवालहरू लुगाहरू लगाउने झुल लगाएर सुत्ने भन्ने कुराहरू हामीले चाहिँ जनचेतना चाहिँ फैलाइरहेका छौँ र यो कुरा एउटा कसैले एउटा निकायले गरेर यो रोकिने कुरा होइन त्यही भएर यसमा चाहिँ हामीले सबै जनसमुदायलाई चाहिँ के अनुरोध गर्न चाहन्छौँ भन्दाखेरि आफ्नो घर आफ्नो अगाडि आफ्नो घरभित्र घरको छत र आफ्नो घरको गेट अगाडि आँगन सबैजनाले व्यक्तिगत रूपमा एउटा परिवारले सरसफाइ गरेर टोल सरसफाइ हुँदै गयो भने बजार सरसफाइ हुने हो यही कुरा चाहिँ हामी जानकारी गराउन चाहन्छौँ।